त्यस्तो नगर न केटा Hey, be quiet, okay? Okay, sir. Hey, तेरे कैमरा जानिएन भने सोध्नु यताबाट यताबाट नाम लेखेको छैन के नाम हेर्नु यो प्लास्टिक हो यो पेज हो यहाँ हेरियो हेर Cobra. त्यसपछि अझै बुझेनौ भने चाहिँ मलाई सोध्न सक्छ ल अगाडि आएर हामी बाहिरबाट मात्रै यो चाहिँ पाइलट प्लान भनेको के हो भने हामीले नयाँ नयाँ प्रोडक्टहरू हुन्छ नि खानेकुराहरू त्यो बनाएर टेस्ट गर्नेहरू ठाउँ यहाँनिर हेऱ्यो भने यो पाइलट प्लान्ट देख्यो भने हामी त्यहाँबाट हेर्छौँ मेसिनहरू कस्तो कस्तो छ त्यहाँ हेर्छौँ यहाँनिर हेऱ्यो भने डेरी यहाँनिर मिल्क प्रोडक्टहरू टेस्ट गरिन्छ यहाँनिर होइन मिल्कबाट बनिने प्रोडक्ट ल यता तल्लोपट्टि अब हामी बाहिरैबाट हेर्छौँ खाएको चिज पनि टेस्ट गर्नु यहाँभित्र चाहिँ हामीले एक्सपेरिमेन्टहरू गर्ने ठाउँ बुझ्यौ देख्यौ नि है मेसिनहरू ठुल्ठुलो छ होइन अब अहिले यो मेसिन सबै एक्सप्लेन गरेर सकिँदैन यो सब खानेकुरा बनाउनेदेखि टेस्ट गर्ने सबै इक्विपमेन्ट्सहरू चाहिँ यहाँ छ पछाडि तपाईँले सुनेको छैन अब यहाँ तल्लोपट्टि चाहिँ फेरि केमिकलहरू राख्ने ठाउँहरू
Hey boys, please walk properly, okay? Hey boys, from this row, come forward. सबै कुरा पाइलट लेखेको छ है पाइलट भन्नुको मतलब चाहिँ रियलमा चाहिँ ठुलो हुन्छ नि त है इन्डस्ट्रीहरू तर त्यसकै चाहिँ सानो रूप मात्र हो पाइलट। अब यहाँनिर देख्यो भने मिट पाइलट प्लान्ट लेख्यो नि होइन पाइलट प्लान्ट ब्लक के लेखेको छ मिट प्लान्ट बिल्डिङ लेखेको छ होइन। अब यहाँभित्र चाहिँ मासुबाट बनिने सबै परिकारहरूको प्रोडक्टहरू टेस्ट एनालाइसिसहरू त्यहाँनिर हुन्छ। अब यहाँनिर अघि चाहिँ एक ठाउँ देख्यो ड्राई देख्यो अर्को ठाउँ वेट ड्राई र वेट भनेको थाहा छ है। अब त्योसँग रिलेटेडहरू चाहिँ यहाँनिर हामी टेस्ट गर्छौँ जस्तो कि जुसहरू भयो है जुसको प्रोडक्टहरू भयो चक्लेट्सहरू भयो त्यस्तो कुराहरू चाहिँ यहाँ हुन्छ। त्यहाँ चाहिँ सबै मासुबाट बनिने कुराहरू र अब यो तिमीहरूले पहिलो कलरको ब्लक देख्यौ नि त्यहाँ चाहिँ न्युट्रिसन पढाइ हुन्छ। अब उतापट्टि त्यो अघि हामीले बस पार्क गरेको यतापट्टि चाहिँ त्यहाँनिर चाहिँ सबै सब्जेक्टहरू पढाइ हुन्छ जस्तै कि बिआइटी सिएसआइटीहरू भयो अनि त्यसपछि मैले पढ्दै गरेको फुड टेक भयो दिपेन सरले पहिले पढिसक्नु भएको बिएससी भयो है। माइक्रोबायोलोजी भन्ने त्यो बिल्डिङमा पढाइ हुन्छ। लगभग यति नै हो। अब हामी भित्र चाहिँ छिर्न पाएन यो ब्लकभित्र अझै के छ त धेरैवटा ल्याबहरू छ यो भित्र पनि तल देख्यौँ नि हामीले त्यस्तै ल्याबहरू छ क्लासहरू पनि छ ल्याबहरू पनि छ। अब पछि तिमीहरूले +2 गरिसकेपछि पढ्न सक्छौ है।